सो गाइस नमस्ते, फेरि पनि स्वागत छ तपाईँहरूलाई। आज चाहिँ म ड्युटीतिर लागेको। मलेसियामा चाहिँ बवाल भइरहेको छ। यहाँ चाहिँ मौसम चाहिँ एकदम बवाल छ। यहाँ आज यताउतिहरू सबैतिर त्यो के भन्छ बिहानतिर पानी परे जस्तो लाग्यो, तर मौसम चाहिँ आज एकदम बवाल छ, पुरो बवाल। त आगम ड्युटीतिर जानुपर्ने भन्छ। साथीहरू अघि नै हिँडिसक्यो। त गाइस ड्युटीतिर लाग्यो अवस्था। सबै साथीहरू सबै हिँडिसक्यो अघि नै। मजै एक्लै छ, कोही अहिले पछि आउँदैछ। जस भ्यू चाहिँ एकदम बवाल छ। यहाँ चाहिँ एकदम बवाल। यस्तो हुनुपर्छ क्या। तर एकछिनदेखि गर्मी हुन्छ कि अहिले त भर्खर 9 बजे छ नि त। 10 पनि बजिन, 10 बजी ठ्याक्क। त्यति गर्मी छैन नि त। त्यही भएर चाहिँ अहिले त्यति गर्मी चाहिँ छैन। अहिले एकछिनदेखि त आमामा बवाल गर्मी हुन्छ। जस्तै यो गाइस परदेशमा यस्तै हो। अब काम गर्नु पऱ्यो होइन, ड्युटी जानु पऱ्यो। गाह्रो छ नि अर्को ठाउँमा, के गर्नु। अब यस्तै छ, जिन्दगी नै यस्तै छ। अब के गर्नु त, गर्नै पऱ्यो। सो आज चाहिँ हिँड्यो म चाहिँ ड्युटीतिर। आज चाहिँ बिहिबार बिहान 11 बजीदेखि रातिको 10 बजीसम्म ड्युटी छ। लाग्नु पऱ्यो, काम गर्नु पऱ्यो। गाह्रो छ, गाह्रो छ। ठिकै छ, अब के गर्नु, गर्नै पऱ्यो। गर्न आएको दुःख गर्न आएको मान्छे के गर्नु, यस्तै छ। चाहिँ पार्किङ सेन्टर हो कि, कम त ठुलो छ। अनि यो साइडमा चाहिँ बाइक पार्किङ गर्छ, अनि यो साइडमा चाहिँ गाडीहरू पार्किङ गर्छ। अहिले त त्यति धेरै छैन। बिहान भरेदेखि यो पुरा यो सबै भरिन्छ कि गाडीहरू चाहिँ। अब यहाँ एउटा अब मान्छे दुईवटा, गाडी चाहिँ 3-4 हुन्छ कि यहाँ चाहिँ। अब धनी हुन्छ नि त मान्छेहरू, त्यही भएर पनि होला। ऊ त्यहाँबाट रेल हिँडिरहेको छ, रेल पनि हिँडिरहेको छ। त्यहाँबाट बसहरू यस्तो हुन्छ कि अब साउन्डै आउँदैन। बसको त त्यति साउन्डै आउँदैन। हो यहाँ चाहिँ बस यस्तो हुन्छ क्या। यो चाहिँ तपाईँको होइन, थाइल्यान्ड, सिङ्गापुर यस्तो हुनु जान्छ कि बसहरू चाहिँ। अनि यो चाहिँ मल भइहाल्यो। यस्तै हो यहाँको ठाउँ चाहिँ। बवाल त बवालै छ। अहिलेसम्मको के त्यस्तो चाहिँ भएको चाहिँ छैन। तर त्यति यहाँतिर सेफ पनि छ। त्यति अब डर पनि छैन। मान्छेहरू देश जानलाई रेडी भएर हिँड्न लागिसकेको रहेछ। त्यस्तै हो गाइस, ठिकै छ। अब कामतिर जानु पऱ्यो।